मित्रहरू, आज मलाई यहाँहरूसँग मेरो पहिलो इन्टरभ्यू जुन आजभन्दा 35 वर्ष अगाडि मैले नेपाल ग्रिनलेज ब्याङ्क, अहिलेको स्ट्यान्ड चार्टर्ड ब्याङ्कमा जागिर खानको लागि, मेरो पहिलो जागिरको लागि इन्टरभ्यू दिएको थिएँ। र त्यो इन्टरभ्यू मैले नेटिभ ब्रिटिसलाई इङ्ग्लिसमा दिनु परेको थियो। त्यही भएर पनि यो इन्टरभ्यू अति अविस्मरणीय हुन गयो, किनभने यहाँलाई थाहै छ त्यो बेलामा इन्टरनेट थिएन, स्मार्टफोनहरू थिएनन्, सोसियल मिडिया भन्ने कुरै थिएन। त्यो बेला इङ्ग्लिस भन्ने कुरा असाध्यै एकादेशको कथा जस्तो थियो र असाध्यै गाह्रो लाग्थ्यो। र एसएलसी फेल हुने त्यस बेलाका विद्यार्थीहरू 90% बढी चाहिँ इङ्ग्लिसमा फेल हुन्थे। म इन्टरभ्यूको लागि बिहानै तोकिएको समयमा कार्यालयमा पुगेँ, बाहिर गएर आफ्नो पालो कुरेर बसेँ। भित्रबाट मान्छेहरू इन्टरभ्यू दिएर बाहिर निस्किँदै थिए। जब मेरो पालो आयो मलाई भित्र बोलाइयो। भित्र आएपछि गएँ, गुड मर्निङ भने। बर्ड साहब बिचमा बस्नु भएको थियो। उहाँ अग्लो, गोरो, खैरो सेतो कपाल, अलिक प्रौढ हुनुहुन्थ्यो र अरू केही सहयोगीहरू उहाँका छेउछाउमा थिए। मैले गएर उहाँतिरै फर्केर गुड मर्निङ सर भने। उहाँले मिस्टर गौतम सिट डाउन भनेर देखाउनु भयो। एउटा सिटमै इसारा गर्नुभयो। म गएर त्यहाँ बसेँ। मेरो मुटु ढुकढुक गरिरहेको थियो। विशेष के थियो भनेदेखि उहाँले ब्रिटिस एक्सेन्टमा चाहिँ इङ्ग्लिस बोल्नुहुन्थ्यो। मलाई त्यो इङ्ग्लिसमा उहाँको जवाब फर्काउनुभन्दा उहाँको इङ्ग्लिस बुझ्नु ठुलो चुनौती थियो र म कम्प्लिट गेस गर्नुपर्ने मोडमा गएको थिएँ। हरेक चिज अनुमानको भरमा उत्तर दिने, श्री राम भगवान्लाई सम्झिने कम्प्लिट राम भरोसा थियो। यतिकैमा उहाँले पहिलो प्रश्न सोध्नुभयो मलाई, ह्याभ यु एभर बिन इन पोखरा? मैले अनुमान गरेँ उहाँले ह्याभ यु एभर बिन इन पोखरा भनेर सोध्नुभएको होला भनेर। यति राम्रोसँग त म बोल्न सक्दैन थिएँ त्यति बेला, तर त्यही सोधेको होला भनेर। यस सर, आई वेन्ट देयर 2 times, इट्स नाइस प्लेस, यसरी भने मैले। त्यसपछि म नाइस प्लेस, सी वान्ट्स टु वर्क देयर गरेर कमेन्ट गर्नुभयो, खुसी हुनुभयो। त्यसपछि दोस्रो क्वेसनको लागि म तयार भएर बसेँ। उहाँले पनि सोधिहाल्नु पऱ्यो, वाट युर फादर डु? मैले मुस्किलले बुझेँ मेरो बुवाले के गर्नुहुन्छ भनेर सोध्नुभएको होला भनेर। मैले तुरुन्तै जवाब दिएँ, हि इज रिटायर्ड गभर्मेन्ट अकाउन्टेन्ट। ओहो, हि वाज गभर्मेन्ट अकाउन्टेन्ट मिन्स हि नोज हाउ टु डु अकाउन्टिङ भनेर हाँसेर कमेन्ट गर्नुभयो। त्यसपछि थर्ड क्वेसन उहाँले म्याथमेटिक्स थियो, त्यो क्यालकुलेसन थियो र अलिक ट्रिकी थियो। उहाँले सोध्नुभयो, टेल मी प्रोडक्ट अफ 99 मल्टिप्लाइड बाई 99। मैले बुझेँ, क्यालकुलेसन गर्न थालेँ, मनमा नै सोचेँ, अलिकति धेरै समय गयो जस्तो लाग्यो, आत्तिएँ। अनि सर इट्स 9900। उहाँले रङ भन्नुभयो। मैले सरी सर, यु कान्ट से सरी, इट्स योर जब, डु इट अगेन भन्नुभयो। त्यसपछि म बडा फोकस भएर सोचेर इट्स 9801 सर। त्यसपछि मैले करेक्ट, बट टेल मी हाउ यु गट इट। त्यसपछि मैले भने फर्स्ट आई मल्टिप्लाइड 99 बाई 100 एन्ड आई डिडक्टेड 99 भनेपछि ग्रेट भन्नुभयो। त्यसपछि साथीहरूतिर फर्केर के भन्नुभयो, अनि एकजना मलाई तपाईँ जानुहोस् भनेपछि म बाहिर निस्केँ। मलाई तुरुन्तै जानकारी गराइयो, म सिलेक्ट भएँ। साथीहरू, यु क्यान चेन्ज यर लाइफ इन अ मिनट, बट अ डिसिजन टेकन इन अ मिनट क्यान चेन्ज यर लाइफ भने जस्तै भयो। मैले त्यो छोटो समयमा ब्राडशाहका प्रश्नहरू बुझ्न सकेँ र उहाँ इम्प्रेस्ड हुने गरी जवाब दिन सकेँ। त्यसले मेरो जीवनकै कोर्स बदलियो।